गुड मर्निङ एभ्रिवान सबैजनालाई है म यो सानो पेजमा तपाईँहरूको अगाडि आइरहेको छु है यो भिडियोमा अब कुरा त सानो कुरा है भनौँ न एउटा यो नै हो सबैलाई सार्वजनिक सबैलाई याद भएकै कुरा हो अहिले इन्डिया र पाकिस्तान लडाइँ भइरहेछ है लडाइँ नै हो अब राति यस्तो अब फायरिङ भइरहेछ है मिसाइल दागिरहेछ सबैलाई याद भएकै कुरा हो किनभने अब डरसरी उहाँ आर्मीहरूले गर्दा हामी अहिले एकदमै सुरक्षा छौँ र अब कति मान्छेलाई बिचारा याद छैन कतिलाई है कतिले न्युज हेर्नु हुँदैन कतिले हेरेको छैन अब न्युजमा कति एक दुईवटा त फेक पनि हुन्छ तर अब उयो चाहिँ भइरहेछ है सबैलाई यादै भएको कुरा हो अब कतिलाई याद छैन है कतिलाई अब मजा गरेर कति हिँडिरहेछ अब आफ्नो ड्युटी अब आफ्नो उयोले पनि हिँडिरहेछ मान्छेलाई कतिलाई याद पनि छैन अन्त आर्मीहरूलाई अब बिचारा आर्मीहरू अब है कति बिचारा सानो नानीहरूलाई कतिको भर्खर बिहे गरेर गएको होला कतिको के भइरहेको कतिको बाउ आमा बिमार भएर छोडेर ड्युटीमा होला यति बेला ड्युटीमा है उनीहरू कति फायरिङ कति रिस्की ज्यान लिएर उनीहरूले अब भारतको लागि चाहिँ एकदम देशको लागि चाहिँ उहाँहरूले ड्युटी निभाइराखेको छ है हामीले उहाँहरूले गर्दा हामी गर्व हुनुपर्छ कि उहाँहरूलाई मेन चाहिँ हामीले के गर्नु एकदम प्रेयर गरिदिनुपर्छ उहाँहरू यति बेला चाहिँ एकदम नाजुक डरसरी हुन्छ है अब सबै सिक्किमबाट कति गएको छ नेपाल सिक्किम गोर्खा रेजिमेन्ट पनि गएको होला है हामीले याद छैन गयो होला अब इन्डियन आर्मी कति यहाँ सिक्किमको छ बाहिर कोही सिक्किममा पनि छ अब प्रायः सिक्किमको कति हुन्छ दार्जिलिङ कालिम्पोङ जहाँको होस् अब यति बेला बोर्डरमा होला कति डेन्जर एरियामा होला फायरिङ गर्दै होला हामीले उनीहरूको लागि है बिहान बेलुका यसो सम्झी आफ्नो होइन प्रेयर गरिदिनुहोस् कसैले होइन मजाले उहाँहरूको लागि पूजा गरिदिनुहोस् है राम्रो सुरक्षा होस् लडाइँ नहोस् भन्ने नै सोच्नुपर्छ हामीले है शान्त रहोस् है पाकिस्तान मिलोस् भन्ने नै हामीले त्यो सोच्नुपर्छ बिचारा कति यति बेला लडाइँमा अब हामीलाई त यहाँ त उहाँहरूले गर्दा सुविस्ता आनन्द भएर बस्नु पाइरहेछौँ है उहाँहरूले गर्दा उहाँहरू नहुनु त हामी यसरी कहाँ बस्नु पाउँथ्यो होला अन्त मेन अब चाइनासँग पनि हामी डराउनुपर्छ सिक्किम जस्तै नथुला नजिक छ गान्तोकतिर यता माथि छङ्गु साइडतिर नथुला बोर्डर त्यतै हो उनीहरूले यस्तो पनि गर्नुसक्छ कि कोही बेला उनीहरू सबै आर्मी तल पाकिस्तान त्यो बोर्डरमा जम्मू काश्मीरमा ध्यान दिइराखेको हुँदा यिनीहरूले यता पनि केही गर्नुसक्छ क्या अन्त त्यही भनेर चाहिँ म हिजो अब मेरो पनि भाइहरू आर्मी नै छ अन्त उहाँहरू त्यो च्याट गरेर मेसेजहरू गर्दा चाहिँ भन्दै थियो डरसरी यिनीहरू हामी पनि यहाँनिर तैनात छौँ नथुला माथि बोर्डरको आर्मीहरू है कोही बेला उनीहरूले यता पनि एट्याक गर्नु सक्छ अरे क्या उता बिजी भएकोले यता पनि एट्याक गर्नु चाइनाहरू पनि एकदम उयो हो नि त पाकिस्तान जस्तो कोहीसँग नमिले कुनै देशसँग त्यो के उनीहरू एकदमै अब त्यो के भन्नु एकदमै रड्डी खालको त्यस्तो छ त्यहाँबाट म सबैलाई त्यही भन्न चाहन्छु है उहाँहरूलाई म हात जोडेर भन्न चाहन्छु उहाँहरूको लागि सबैको लागि आर्मीहरूलाई चाहिँ एकदमै तपाईँहरूले प्रेयर गरिदिनुहोस् है एकदम अब माया लाग्छ नि अब आफ्नो भाइहरू छ गाउँकै भाइहरू छ कति अब भाइहरू छ होइन सबैको भाइ हो दाजुभाइ हो कालिम्पोङ दार्जिलिङ जहाँ सिलगढीको होस् है उहाँहरू कति बिचरा अब फ्यामिलीलाई कति उयो टेन्सन भइराखेको होला यति बेला टेन्सन हुन्छ नि होइन अन्त म यतिमै राख्न चाहन्छु भिडियो है सबैलाई मैले यही भन्नु चाहेको है हामी कतिलाई याद छैन उहाँहरूलाई एकदम प्रेयर गरिदिनुहोस् है आर्मीहरू बिचरा देशको लागि लडिरहेछ र मैले अघि पनि भने उनीहरू छ र हामी छौँ है सबै अन्त म यसमै जय भारत जय भन्दै राख्छु